जाँदैछौँ आज चाहिँ हामी र यो चाहिँ भक्तपुर दरबार स्क्वायर जाने बाटो। अहिले चाहिँ हामी भक्तपुर दरबार स्क्वायरतिर जाँदैछौँ। आज चाहिँ हाम्रो काठमाडौँमा चाहिँ लास्ट डे हो। भोलि चाहिँ हामी बिहानै झापातिर फर्किन्छौँ। अनि अहिले चाहिँ हामी त्यही भएर यहाँ भक्तपुर दरबार स्क्वायर घुम्नको लागि आएको छौँ। यस्तो गल्ली गल्लीको बाटोहरू हिँड्दैछौँ हामी। हजुरहरूले यहाँ टुरिस्टहरू पनि एकदमै धेरै देख्न सक्नुहुन्छ। यता चाहिँ मेरो श्रीमानज्यू चाहिँ उता बेग्लै भ्लग चलिरहेको छ। यता देखाउनु त मलाई देखाउनु न भ्लगमा। अहिले चाहिँ 4 बजेको छ अनि अलिक चिसो चिसो हुन थालेको छ अहिले चाहिँ। यहाँ चाहिँ माटोको डल्ला के बनिँदै रहेछ हेरौँ है त। यहाँ गएर यो चाहिँ छानो बनिँदै गरेको रहेछ। यस्तो माथि लाउने छानोहरू बनाएको रहेछ। हामी चाहिँ अब दरबारभित्र प्रवेश गर्दैछौँ। यो नेपालको झन्डा राखेको छ। एकदमै राम्रो छ यो भक्तपुर दरबार स्क्वायर। यताबाट इन्ट्री हो। यताबाट इन्ट्री यताबाट इन्ट्री। हामी चाहिँ अहिले भक्तपुर दरबारमा प्रवेश गरिसकेका छौँ। ए हामी नेपाली हो नि। अहिले चाहिँ हामी भक्तपुर दरबार स्क्वायर आइपुगेको छौँ। यहाँ इन्ट्री गर्दाखेरि चाहिँ टुरिस्टलाई चार्ज लाग्दो रहेछ, नेपालीलाई चाहिँ नलाग्ने रहेछ। यो चाहिँ नेपालको प्रसिद्ध ठाउँ भक्तपुर दरबार स्क्वायर। आज हामी भक्तपुर दरबार स्क्वायरमा आएका छौँ। अनि अरू केही भन्नु छ भने भन। अरू केही भन्नु छ भने यो चाहिँ नेपालको एकदम प्रसिद्ध ठाउँ भक्तपुर दरबार स्क्वायर। यहाँ चाहिँ एकदम फेमस जुजुदाउहरू खाना पाइन्छ। र आज दरबार स्क्वायरमा जुजुदाउ खाना पाइन्छ कि यहाँ भक्तपुरमा एकदम भक्तपुरको फेमस भनेको जुजुदाउ हो। अनि तिमी जुजुदाउ खाना दरबार स्क्वायर आएको हो? दरबार स्क्वायरमा हामी योमरी टेम्पलहरू भिजिट गर्नको लागि आएको। योमरी टेम्पल भनेको के हो? योमरी टेम्पल भनेको यताबाट जे पायो त्यही भन्दा हुन्छ। अनि यो राष्ट्र कला सङ्ग्रहालय यो चाहिँ म्युजियम हो। म्युजियम चाहिँ बन्द भइसकेकोले गर्दा हामी चाहिँ म्युजियममा अब पस्दैनौँ नेक्स्ट टाइम। अहिले चाहिँ हामी भक्तपुर दरबार स्क्वायरभित्र पसिसकेका छौँ र सायद यहाँ चाहिँ मुभी सुटिङ हुँदैछ होला। एकदम भिडै भिड छ। मुभीको सुटिङ हुँदैछ होला। कुन मुभीको हो? यो चाहिँ रहेको छ मेरो फुल आउटफिट। अहिलेसम्म मैले फुल आउटफिट देखाएको थिइनँ र यो चाहिँ मेरो फुल आउटफिट। एकछिन चस्मा लगाइदिउँ है त। नाइस। म चाहिँ यहाँ अब हल्का टिकटकको लागि यसो हिँडेको ओरेको भिडियो बनाउँदैछु। हामी चाहिँ अहिले भक्तपुरमा यहाँनिर घुम्दैछौँ। यो चाहिँ भक्तपुरको गल्लीमा यहाँ नेपालमा पाउने सामानहरू पस्किनादेखि लिएर हर कुराहरू यहाँनिर पाउँछ। यस्तो यस्तो राखेको छ यहाँ भक्तपुरमा चाहिँ। एकदमै पुराना ट्रेडिसनलहरू अटायर्सहरूदेखि लिएर अर्नामेन्ट्सहरू ट्रेडिसनल एसेन्सियलहरू ह्यान्डिक्राफ्टहरू राखेको छ। कस्तो लाग्दैछ त तपाईँको भक्तपुरको घुमाइहरू? केही भन्नु छ? Filled with all those natural beauties and will preserve all those ancient cultures and traditions. Been really pleased with visiting Bhaktapur Darbar Square.
यस पछि हामी भक्तपुरको खानेकुराहरू ट्राई गर्न गइरहेको छ। यहाँ चाहिँ प्रायः खासै नन भेजहरू चाहिँ मात्र पाउँदो रहेछ, भेज चाहिँ त्यस्तो खासै भेटिएको छैन। यो कस्तो राम्रो अब दरबार स्क्वायर चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यो हो वाउ सो ब्युटिफुल मन्दिर, भक्तपुरको मन्दिर देख्न सक्नुहुन्छ। मन्दिरको सिँढीमा चाहिँ यहाँ पोज दिँदै हुनुहुन्छ। यहाँ चाहिँ हल्ला एकदम भएर बोलेको पनि केही बुझिरहेको छैन, एकदम नोइजी भइरहेको छ भिडले गर्दा। अनि जब बेलुका हुँदै जान्छ नाइटमा चाहिँ एकदमै राम्रो भिड पिन्छ यहाँनिर। बेलुका रमाइलो हुन्छ बेलुका साँझ पर्दै खाजाहरू खाएर फर्किन्छौँ हामी। यहाँ चाहिँ अहिले फेस्टिभल चलिरहेको रहेछ। कोइन्सिडेन्सली हामी आउँदाखेरि चाहिँ अहिले कन्सर्ट पनि हुन आँटिसकेको रहेछ। सम काइन्ड अफ फेस्टिभल्स रिफ्लेक्टिङ देयर ट्रेडिसनल कल्चर इज गोइङ अन हियर। कन्सर्टमा जान कुनै त्यस्तो के भन्छ यसलाई आर्टिस्टहरू रिनाउन आर्टिस्टहरू भन्दाखेरि पनि आई थिङ्क इट्स काइन्ड अफ रिफ्लेक्टिङ देयर ओन कल्चर ट्रेडिसन्स एन्ड प्रिटी अमेजिङ छ। एकदम रमाइलो छ, राम्रो छ, ऐतिहासिक कुराहरू देख्न पाइराखेको छ। टु एभ्री वान हु इज प्लानिङ टु भिजिट हियर you please visit Bhaktapur. They reflect their own identity, tradition, culture in a very perfect way. साँझ परेपछि चाहिँ देख्न सक्नुहुन्छ भक्तपुर एरियामा चाहिँ एकदमै धेरै भिड हुँदो रहेछ। मान्छेहरू नै देख्न सक्नुहुन्छ कति छन् मान्छे भनेर। आज चाहिँ हामी नेवारी फेमस फुड यो मैले ट्राई गर्न गइरहेको छु, कस्तो हुँदो रहेछ। यो चाहिँ बारा रहेछ, अब अहिलेसम्म खाएको पनि छैन। अनि यता चाहिँ योमरी बनाउँदै हुनुहुन्छ, सबैजना मिलेर यसरी यहाँ योमरी बनाउँदै हुनुहुन्छ। यो चाहिँ नेवारी फुड हो, सब नन भेज, योमरी मात्रै भेज रहेछ। यहाँ चाहिँ योमरी ट्राई गर्न गइराख्नु भएको छ। खाएर टेस्ट भन्नु ल कस्तो छ। खुवा भरेको खाएँ मैले त खुवा नभरे खुवा भित्र खुवा चाहिँ खान पाइनँ। खुवा चाहिँ मिठो त भित्र आए त भित्रको खुवा नि होला। मैले बाहिरको त्यो सेतो सेतो खोस्टा मात्र खाएँ, त्यही भएर। घन्टी भिड चाहिँ एकदमै धेरै भिड। हामी भक्तपुरको ओरिजिनल जुजुधौ ट्राई गर्न गइरहेको छौँ। किनभने भक्तपुरमा ओरिजिनल मात्रै पाउँछ नि त, झापातिर मात्रै हो डुप्लिकेट पाउने भनेको। जुजुधौ किन्दै हुनुहुन्छ। यो चाहिँ रहेको छ भक्तपुरमा पाइने ओरिजिनल जुजुधौ। टेस्टको फरक परिहाल्दो रहेछ है मलाई यहाँ। मिठो छ। के खाएको अहिले? भक्तपुरको जुजुधौ एकदम मिठो छ। यो झापाहरूतिर पनि पाउँछ पाउन चाहिँ, तर यतिको मिठो चाहिँ पाउँदैन। यहाँको चाहिँ एकदम मिठो छ। हामी चाहिँ अब भक्तपुर दरबार स्क्वायरबाट फर्किन लागेको। हाम्रो फाइनल्ली जुजुधौ खाएर चाहिँ हामीले हाम्रो भक्तपुर दरबार स्क्वायरसम्मको आजको घुमाइलाई अन्त्य गर्दैछौँ।
र हाम्रो काठमाडौँसम्मको काठमाडौँ भक्तपुरसम्मको यात्रा हाम्रो यति नै टुङ्गी छ हामी सबैतिर लगभग सबैतिर घुमिसक्यौँ र अब हामी घर फर्किन आँटेको हस् त बाई बाई स्टे ट्युन लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब